यो चाहिँ छुट्टी हुने बेलामा एकछिन बसेको, एकछिन बस्दा चाहिँ कस्तो रिल्याक्स फिल हुन्छ किनकि यो खुट्टाहरू कस्तो दुखिरहेको हुन्छ नि त। अब म देखाउँछु तपाईँलाई म कसरी जान्छु। हेलो, यसरी चाहिँ ड्युटीबाट अब हत्तु भएर जानुपर्छ, 6 घन्टाको ड्युटी तर तो गाइस ड्युटीबाट फर्किँदा चाहिँ होइन यस्तो थाकेको हुन्छ, अनुहारहरू पनि यस्तो हुन्छ हो। गरम छ फेरि पुरा। अब यहाँदेखि टोटो पर्खिनुपर्छ, टोटोदेखि फेरि जानुपर्छ। भिडियो छ नर्सिङ लाइफ। अझै टोटो यहीँ माथिबाट पर्छ। भर्खर टोटो पक्रिएँ हो। म चाहिँ अब गरम छ यस्तो। नर्सिङ लाइफ रे साथी हो, यस्तो छ गरम। ड्युटीबाट हत्तु बिहान कस्तो भएर जानुपर्छ हो। अन्त आउँदा चाहिँ कस्तो भएर पुग्छ। यस्तो गरम छ। ड्युटीबाट आउँदा त कल्लै भुट जस्तै। अलि नर्मल क्यामेरा भन्दा नि यो नर्मल है, यो क्यामेरा चाहिँ ढोक्काहरू देखेर अरू भन्दा पनि भोक लागिसक्यो कस्तो। पानीको बोतल चाहिँ यहीँ छ हो, पानी चाहिँ लाग्छु। भोक चाहिँ कस्तो लागिसक्यो हो। बिहान चाहिँ ब्रेकफास्ट मात्रै गरेर आउँछु नि त होइन, दिनभरि केही खाँदिनँ। अब गएर नुहाएर खान्छु। कस्तो नरिवलहरूको देख्दाखेरि क्या कस्तो पानी खानु मन लाग्यो। अब यस्तो गरम छ बा। हरेस लाग्छ हरेस। 2 बजी झन् 2 बजी त हेर्दा त झन् आम्मामा अहिले लगभग 2:30 भयो। बाहिर हेर्दा घाम त्यस्तै हो, अल्छी लाग्दो हरेस। घाम छ यस्तै सुनसान छ एकदम, टन टन घाम लागिरहेछ है। ए म चाहिँ टोटोबाट झरेँ, टोटोबाट झरेर पनि अझै हिँड्नुपर्छ 6-7 मिनट जस्तो। यस्तो घाम छ बाँच्ने केही देखेको छैन। यो घाममा चाहिँ डढेर कालै हुन्छ सिटी लगाएर चाहिँ। अझै ड्युटीबाट आएर झन् हत्तु भोक लागिसक्यो कहिले पनि। गरममा त्यस्तो पनि निक्लिँदै जान पनि गरम चाहिँ हेर्दै छ। सिलगढीको लामो यही देखेको थिएन मैले चाहिँ। अलि चित्त लाग्यो। गरम त्यस्तै, भोक लागेको हो त्यस्तै। यस्तो हुन्छ है नर्सिङलाई। तपाईँलाई सजिलो लाग्छ होला। ओ पर्यटन हिँड्दै 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 आवाज कोही छैन। भोग्यो होला कि आवाज पनि निक्लेको छैन मुखबाट। बोल्नु मनै परेको छैन त्यस्तै क्या, आवाज पनि निक्लेकै छैन। यहाँ माथि फेरि पोल च्याटाटाटा गर्दै रहेछ। यी डरै लाग्दो। फेरि बाटोमा हिँड्नुपर्छ हो, पोल च्याटाटाटा गर्दै रहेछ, डरै लाग्दो। अब कहिले झर्छ कहिले झर्छ। म ड्रेस धुनु छ भने चाहिँ ड्रेसै लगाएर जान्छु घर यसरी।